सबैजनालाई यहाँ आइदिनु भएकोमा हाम्रो यो टिमको आउटला दफा 2019 को फर्स्ट प्रेस मिट नै होला। थ्याङ्क यू सो मच आइदिनु भएकोमा। हामीले यो फिल्म म पनि एज अ मेरो फर्स्ट फिल्म हो, एज अ मेकर आएको छु। म पनि एउटा बिजनेस गर्ने मान्छे नै हो, बट एज अ न्यू भेन्चर ट्राई गरेको मैले होइन। नट ट्राइङ लाइक इट डज नट म्याटर दिस फिल्म्स वर्क्स आउट अर नट, बट हुन्छ नि दिस फिल्म्स विल वर्क आउट, यति चाहिँ कन्फिडेन्स छ हामी होइन। अरू पनि हाम्रो प्लान छ, अगाडि प्लान छ, प्रोजेक्ट छ हाम्रो। दिस फिल्म हामीले गरेको एउटा यो डिरेक्टरको एउटा भिजनलाई नै हामीले अगाडि बढाउन खोजेको। उहाँले पहिला नि स्कुल प्रोजेक्टहरू पनि गर्नुभएको थियो, आफ्नो कलेज प्रोजेक्टमा पनि यो फिल्म गर्नुभएको, त्यसलाई नै हामीले एउटा ठुलो पर्दामा राख्न खोजे हो। यसको मेकिङदेखि लिएर एभ्रिथिङ कुनै पनि कुरामा हामीले कम्प्रोमाइज गरेको छैन। त्यो आई थिङ्क तपाईँहरूले ट्रेलरबाट नै हेर्न सक्नुहुन्छ क्यारे होइन। द्याट इज वाट आई वान्ट टु टक अबाउट राइट नाउ। म एकचोटि ओके, थ्याङ्क यू भेरी मच। अहिलेको क्वेसन एन्सरमा केही कुरा आयो भने तपाईँ पक्कै पनि गर्नुहुनेछ। अब हामी हाम्रो डिरेक्टर साहब बिकी महर्जनलाई दिउँ, किनकि यो एक्सन फिल्म बनाउन सजिलो छैन र यो लेभलको फेरि उहाँले कसरी कल्पना गर्नुभयो, कसरी बन्यो, कति गाह्रो भयो, कति दुःख भयो। सुशीलको त हातको औँला नै गयो भन्ने पनि कुरा आयो। के भयो कृपया भनिदिनु होला। यो फिल्म चाहिँ खास हामीले पहिला एउटा के अरे कन्सेप्ट एउटा बनाएको थियो हामीले होइन। कन्सेप्ट बनाएर मेनली चाहिँ अब अलिकति इन्टरटेनिङ फिल्म बनाऊँ, अलिकति नयाँ खालको, अलिकति मान्छेले हेर्दाखेरि मजा आउँछ हलमा होइन। अब हुन त अब यसको लागि हामीलाई 2 वर्ष जति टाइम लाग्यो। अनि आई थिङ्क मान्छेहरूलाई चाहिँ मनपर्छ होला यो फिल्म होइन। अलिकति अहिले हेर्दाखेरि ट्रेलरमा एक्सन मात्रै देखिरहेछ, तर यो भित्र एकदम के भन्छ अहिले नेपालको एकदमै इम्पोर्टेन्ट के अरे सब्जेक्टमै स्टोरी छ। प्लस यसमा अलिकति ड्रामा, कमेडी अनि थोरै के अरे थ्रिलर पनि छ। तर हामीले अहिले चाहिँ मेनली अहिले एक्सन चाहिँ मान्छेहरूलाई अलिकति मन परेको भएर हामी ट्रेलर पनि त्यसरी नै खास प्रेजेन्ट गरेको हो। तर यसमा धेरै कुरा छ हेर्नलाई, अनि मान्छेहरूलाई चाहिँ धेरै सरप्राइजेसहरू हुनेवाला छ फिल्ममा। ट्रेलरमा कति कुराहरू